एकदमै निकुञ्ज क्षेत्रतिर छौँ। एकदमै जङ्गल छ, घनघोर जङ्गल छ। हामी चाहिँ एउटा जाने प्रयत्न गरिरहेछौँ। एकदमै डर पनि लागिरहेछ। हामी एक दुईजना साथी छौँ, हामी जान लागेका छौँ। तपाईँहरूले यो भिडियो एकदमै हेर्नु होला। यहाँभित्र एकदमै हामी धेरै टाढासम्म जाने यात्रा गर्दैछौँ। एकदमै रहस्यमय छ यो जङ्गल। आफैमा एउटा सौन्दर्यता पनि छ। अनि ठुला ठुला जति रुख देख्नु भएको छ, यो सालको रुख हो होइन। हामी यता लाग्छौँ, यता लागेर बिचमा हामी बस्नुको लागि चाउलाहरू पनि प्रशस्त रूपमा छ। जङ्गल एकदमै घनघोर छ। यो यहाँको स्थानीयहरूको पूजाआजा गर्ने एकदमै यो ठाउँ रहेको छ। हामी योलाई हेर्दा खासै टेक्ने गर्दैनौँ। हामी यता जान्छौँ, यता जाउँ है सिधा। एकदमै डर लागिरहेछ मलाई पनि। एकदमै घनघोर जङ्गलमा नमस्ते। अब हामी लुम्बिनी प्रदेश तुलसीपुर उपमहानगरपालिका ताङ स्थित यो घनघोर जङ्गलमा छ। यो जङ्गल एकदमै रहस्यमय जङ्गल छ। यहाँ जानलाई एकदमै कठिन यात्रा छ। हामी एक दुईजना साथीसँग हामी क्यामेराम्यानसँगै जानेछौँ। यो जङ्गलको हामी कहाँसम्म पुग्नेछौँ, तपाईँहरूलाई हामी देखाउनेछौँ। आउनु अहिले हामी यो जङ्गलमा प्रवेश गरेको 6:30 भएको छ। 6:30मा हामी अब एकदमै अँध्यारो पनि हुन लागिसक्यो। यहाँको रहस्य खासमा के छ त, हामी कहाँसम्म र कतिसम्म जान सक्छ, एकचोटि तपाईँहरू पनि यहाँ भिजिट गर्नु होला। तुलसीपुर 7 भएको छ। तुलसीपुर 7 नजिकै त्यो मुक्तिपुर नजिकै तपाईँ आउनुभयो भने हाम्रो गाउँतिर यो ढुङ्गाको ढुङ्ग्रो भन्छौँ होइन, ढुङ्ग्रोले लाउँछ। तर यति ठुलो छ नि, किन लागेको हो भन्ने मलाई पनि एकदमै त्यो लागिरहेछ। र यो हाम्रो गाउँघरतिर पनि कता कता खाएको देख्छु साथीहरूले। यो कुल्पी भन्छ खासमा होइन, कुल्पी भन्छ कि जस्तो लागिरहेछ। यो हुक्का जस्तो गरेर कुल्पीहरू भाङ भरेर खाने प्रचलन यहाँको केटाहरू अझै पनि रहेछ। यो चुरुट यत्रो जङ्गलमा दिनमा खान्छन् होला। यो अब आग लागि जन्ने घटनाहरू पनि घट्न सक्छ। यसबाट समाधान रहनु होला। यहाँका स्थानीयहरूलाई हामीले यसको आग्रह गर्ने चाहिँ एउटा भिडियो हामी छुट्टै किसिमको ल्याउनेछौँ तपाईँहरूलाई पछि भिडियोमा हेर्नु होला। ल आजको भिडियो यति मात्रै आउनेछ। यो जङ्गलमा हामी घुम्न सकेनौँ। अहिले 6:30 को टाइममा हामी यो जङ्गलको तपाईँहरूलाई दृश्य देखाउन असमर्थ भयौँ। हामी यहाँको बाघ भालुको अगाडिको जङ्गलबाट जति छ हामी अगाडि त आइसक्यौँ। यो जो हामी 10 मिनट यो जङ्गलभित्रै हिँडिसकेका छौँ। अब यो पछाडिको जति भाग छ हामी अर्को श्रृङ्खलामा तपाईँहरूलाई पुरा भिडियो ल्याउनेछौँ। हामी कहाँसम्म जान सक्छौँ यो जङ्गलको आसपासमा रहेर हामी दिनमा आएर तपाईँलाई अर्को भिडियोमा हामी देखाउनेछौँ। अहिले हामी यति मात्र गर्छौँ। अहिलेको हाम्रो स्वास्थ्य र हाम्रो एउटा डर र चिन्ताका कारणले हामी जान सकेका छैनौँ। हामी 2-4 जना मान्छेहरूका साथमा हामी दिनमा पुरा भिडियो ल्याउने हामी जमर्को गर्नेछौँ। हस्त नमस्कार। हेर्नुहोस् बाघ, हेर्नुहोस् त बाघ मजा के हो गाइस यार। यत्रो जङ्गलमा हेर्नुहोस् त, जङ्गल हेर्नुहोस्, जङ्गल धेरै जङ्गल छ। यो बिचमा के छ चिन्न पनि सकेका छैन।
हेर्नुहोस्